म पहिला कति राम्रो मान्छे थिएँ। सबैले नमस्कार, तपाईँ जस्तो दयालु, तपाईँ जस्तो सहयोगी कोही छैन भन्थे। यो मनमा पनि कति आनन्द लाग्थ्यो। हो, मैले त सबैलाई सहयोग गर्नु पाएछ, यति दया गर्नु पाएछ भनेर खुसी हुन्थेँ। तर आज मलाई तनाव छ, एकदम तनाव छ मलाई। मैले एउटालाई 4000 दिएको थिएँ, त्यसले त आज मलाई के भन्दैछ मैले पैसा माग्दा। ओहो, भएको नभएको कुरा तेरो घरमा लगाइदिन्छ भनेर मलाई तनाव दिन थालेछ। के गर्ने होला, यो पैसा भन्ने कुरा सापडे दिन नै नहुने रहेछ। यस्तो राम्रो मान्छे हेर्नुहोस् त, अहिले उसले खराबी निकालेर घरमा भनिदिन्छ अरे। 4000 त ठिकै छ, म माया मारौँला। त्यो फेरि 1,00,000 दिएको, 1,25,000 एउटालाई सापुत दिएको, त्यो चाहिँ कसरी माग्ने होला फेरि। तिनीहरूले त मेरो 7 पुस्ते खराबी निकालेर पैसा पचाउनु बेर लाग्दैन। मलाई एकदम टेन्सन छ। यसको के उपाय तपाईँसँग छ? मलाई चाहियो, मलाई मेरो पैसा चाहियो र उपाय पनि है। प्लिज कृपा गरेर मलाई उपाय दिनु पर्यो। मेरो पैसा